हेलो एभ्रिवान, इट्स मी योर ब्रदर मनिषा। र आजको भिडियो स्पेसली टिआरसीको लागि हो। र म अहिले टिआरसी अफिस जाँदैछु आफ्नो टिआरसीको लागि अप्लाई गर्न, किनकि अब मेरो टिआरसी एक्सपायर हुनेवाला छ। सो अब त्यो रिन्यू गराउनुपर्छ, त्यही भएर म टिआरसी अफिस जाँदैछु। एन्ड तपाईँले टिआरसी अफिसमा के कस्तो के चाहिन्छ सब यो भिडियोमा हेर्नुहोस्, तपाईँले फुल अन डिटेल हुन्छ। सो अहिले चाहिँ म टिआरसी अफिस जाँदैछु र टिआरसीको लागि चाहिँ मैले डकुमेन्टहरू चाहिँ राखेको छु, मेरो पासपोर्ट अनि पहिलाको टिआरसी, अनि त्यसपछि हाम्रो कलेजबाट एउटा स्नोबल लिनुपर्छ, जसले चाहिँ क्लियरफाई गराउँछ यो हाम्रो युनिभर्सिटीको स्टुडेन्ट हो। अनि त्यो लिएर हाम्रो चाहिँ टिआरसी अफिस जानुपर्छ। प्लस टिआरसी अप्लाई गर्नको लागि हजुरलाई चाहिँ ब्याङ्क स्टेटमेन्ट सो गर्नुपर्छ $10,000, जुन चाहिँ 5 इयरको लागि हुन्छ। एन्ड नेक्स्ट त्यो भएपछि तपाईँको त्यति डकुमेन्ट भएपछि तपाईँको फर्स्ट स्टेप चाहिँ दिन सक्नुहुन्छ टिआरसीमा अप्लाई गर्नको लागि। एन्ड नेक्स्ट त्यसपछि तपाईँ अहिले चाहिँ टिआरसी अप्लाई गर्नुभयो भने विदिन 1 मन्थ तपाईँले चाहिँ एड्रेस प्रुफिङ मागिन्छ। अनि तपाईँले चाहिँ एड्रेस प्रुफिङ दिनको लागि इफ तपाईँको ओनरले एड्रेस प्रुफिङको लागि रेडी हुनुहुन्छ भने वान मन्थ पछि तपाईँले चाहिँ ओनरलाई लग्नुपर्छ टिआरसीको लागि। एन्ड त्यसपछि चाहिँ एड्रेस प्रुफिङ भएपछि तपाईँको टिआरसी कार्ड बनेर विदिन 15 डेजमा आउँछ। र यसमा टिआरसी बनाउनको लागि चाहिँ टोटल खर्च भनेको अलमोस्ट 500 लारीसम्म हुन्छ, किनकि ब्याङ्क स्टेटमेन्ट निकाल्नुको लागि 150 to 140 लारी दिनुपर्छ। एन्ड नेक्स्ट हजुरलाई चाहिँ अप्लाई गर्नको लागि चाहिँ 306 लारी टिआरसी अफिसमा दिनुपर्छ। अनि त्यसपछि चाहिँ तपाईँको कार्ड ल्याउनुको लागि चाहिँ कार्ड रिसिभ गर्नुको लागि चाहिँ तपाईँलाई अलमोस्ट 60 to 62 लारी खर्च हुन्छ। टोटल भएपछि त्यस्तै 500 पुग्नै आइसक्यो। एन्ड त्यति भएपछि तपाईँको टिआरसी कार्ड रेडी हुन्छ र तपाईँ यहाँको टेम्पोरेरी रेसिडेन्ट कार्ड रिसिभ गर्नुहुन्छ। एन्ड तपाईँले 5 वर्षको लागि चाहिँ केही टेन्सन नै हुँदैन। इफ तपाईँले टिआरसी कार्ड बनाउनु भयो र अनि हजुरले चाहिँ लोकेसन चेन्ज गर्नुभयो भने हजुरले चाहिँ एड्रेस प्रुफिङ चाहिँ एड्रेस प्रुफिङ गराउनुपर्छ। जुन नयाँ लोकेसनमा बस्नु भइरहेछ त्यो एड्रेस प्रुफिङ गराउनुपर्छ, बाँकी चाहिँ अप्लाई गर्नु पर्दैन। सो अब अहिले जाउँ अनि टिआरसी अप्लाई गरेर आउँछु। सो हजुरलाई म बाथरुमीको टिआरसी अफिस पनि देखाइदिन्छु कस्तो छ। सो लेट्स मुभ। सो गाइज अब हामी चाहिँ टिआरसी अफिस पुग्न लागिसकेको छौँ। एन्ड अब त्यहाँ चाहिँ गएर हामीलाई चाहिँ पहिला टोकन लिनुपर्छ। अनि उहाँहरूले चाहिँ एउटा फर्म दिनुहुन्छ, त्यो फर्म चाहिँ फिलअप गर्नुपर्छ। त्यसमा चाहिँ सोधेको क्वेसनहरू हुन्छ कि तपाईँको नाम, अनि कुन ठाउँबाट हुनुहुन्छ, कुन कन्ट्रीबाट हुनुहुन्छ, त्यहाँको प्रपर लोकेसन राख्नुपर्छ। अनि यहाँ तपाईँ चाहिँ यहाँ टेम्पोरेरी कुन ठाउँमा बसिरहनुपर्छ त्यसको चाहिँ लोकेसन राख्नुपर्छ। त्यति भएपछि त्यो फर्म फिलअप गरेर अनि तपाईँ चाहिँ टोकन लिएको हुन्छ नि, त्यो टोकन पछि तपाईँको नम्बर आउँछ। अनि त्यो नम्बरमा गएर तपाईँले चाहिँ अप्लाई गर्नुपर्छ। र हाम्रो टिआरसी अफिस हामी यहाँ आइपुगिसकेको छौँ। तपाईँहरू देख्नुहुन्छ यो हाम्रो टिआरसी अफिस हो। र यहाँ हामीले गएर टोकन लिनुपर्छ। आई थिङ्क भित्र चाहिँ भिडियो बनाउनु मिल्दैन होला, त्यही भएर म बाहिर नै भिडियो इन गरिदिन्छु। बट तपाईँहरूको लागि चाहिँ म फर्मको फोटो प्लस डकुमेन्टहरू के चाहिन्छ तिनीहरू चाहिँ म राखिदिन्छु। एन्ड दिस इज अब टिआरसी अफिस अब बाथरुमी। अन्त अब हामी अप्लाई गर्न गइरहेछौँ। ओके गाइज, तपाईँले चाहिँ यो भिडियो इन्फर्मेसन लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। एन्ड सेयर दिस भिडियो जुन स्टुडेन्टहरू यहाँ आउन खोज्दै हुनुहुन्छ। अनि इफ कुनै पनि स्टुडेन्टलाई एडमिसन चाहिएछ भने माध्यमिक जडिदिएमा मेडिकलको लागि र नन मेडिकलको लागि देन कन्ट्याक्ट गर्नु। टिआरसी अफिसमा क्यास पे गरिदियो, यहाँ चाहिँ क्यास पे गर्ने हो। अनि त्यो चाहिँ टिआरसी अप्लाई गर्नको लागि सुत्ताभित्र जानुपर्छ। अनि दिस गाइज यो चाहिँ टिआरसी टोकन हो। अनि हामीलाई चाहिँ यस्तो फर्म दिन्छ। यो फर्म चाहिँ 3वटा पेजको हुन्छ। यो तपाईँले फिलअप गर्नुपर्ने हुन्छ। यसमा चाहिँ तपाईँले लोकेसन, एड्रेस, सिटिजन सबै मागेको हुन्छ। अन्त यो सबै फिलअप गरेपछि तपाईँले चाहिँ टिआरसी अप्लाई गर्न मिल्छ। सो म अब यो फिलअप गर्छु। हाम्रो टिआरसी अप्लाई भइसकेछ र अब घर जाँदै हो। दिस इज टिआरसी अफिसको फ्रन्ट साइड। एन्ड पानी परिरहेको छ धेरै नै, हिजो रातिदेखि नै पानी परिरहेछ।